वेलकम ब्याक टु माई युट्युब च्यानल। हेलो हेलो, के भन्नु छ है? टीका लगाइदिनु न। नमस्ते गर्दैछौ। नमस्ते गर्दैछौ। भूपू सैनिक नृत्य नम्बर 5 भूपू सैनिक आवासीयमा हामी बेसी सहरको बिगार्नुको नृत्य गणतन्त्रको समयमा नाचिने गर्दछ। यस नाचमा गिनिट्वाङ गिनिट्वाङ गिनिताङ घिसिट्वाङ भन्ने तालमा नाचिएको हुँदा गिनिताङ घिसी नाच भन्ने गर्दछ। यो नाच नाच्दा नेवारी मौलिक बाजा जस्तै धिमे, खासी बाजा, मृदङ्ग, धा आदि बाजाहरूको तालसँग ताल मिलाएर एकअर्कासँग लाठी टक्क टुक्क बजाउँदै नाचिन्छ। यस नृत्यमा नाच्दा महिलाहरूले हाकु पकासी, ज्यापो शिखा, न्यापो शिखा, माकासी, तारेमाला, खैरी आदि गाएर नाच्ने गर्दछ। आयोको लागि स्वीकार्नुहोस् नेवारी जातिमा प्रचलित नृत्य गिताङ घिसी नाच।
त्यही राखिदिनु म guys, what's up? Welcome to my vlog. आज हामी खाजा खान जानु लाग्यो हाम्रो टोलीहरू अगाडि छ है गाइस हेलो कता हो खाजा खानु मन लाग्छ ओइ हेलो हेलो यता कता लाग्यो हेलो कता लाग्यो तिमी हेलो कता हो खाजा न हेलो कता लाग्यो भोक लाग्यो हेलो कृतिका कस्तो भएको कस्तो भएको छ भोपाल प्योर फर्स्ट हो 100 मा 100 कोही लाखे एक्सक्युज मी कहाँ जानु लाग्यो हेलो कता हो तिमी मलाई फर्स्ट निकै गर्व लागेको छ अलिअलि डर पनि लागेको थियो स्टेजमा जाने बेला तर डरकै अघि जिते भन्दै मैले अगाडि बढाएँ मेरो नृत्य धन्यवाद एक्सपिरियन्स फर्स्ट टाइमको कस्तो भयो छोरी नाम नि भन्ने होइन नमस्ते मेरो नाम चाहिँ सप्रिया तामाङ मलाई चाहिँ सुरुमा त डर लागेको थियो तर स्टेजमा बेसी चाहिँ अब कन्फिडेन्स नै आयो अनि अलि एनर्जी नै आयो नमस्ते मेरो नाम गङ्गा गुरुङ फर्स्टमा चाहिँ अति नै डर लागिरहेको थियो पछि चाहिँ त्यहाँ स्टेजमा पुगेपछि चाहिँ फुल कन्फिडेन्स आयो अनि पछि नि डर लागिरहेको थियो हाम्रो पोजिसन कति आउँछ भनेर अनि पछि फर्स्ट भएपछि हाम्रो सिट धन्यवाद कृतिका चाहिँ अहिले सेकेन्ड टाइम हो नमस्ते म कृतिका गुरुङ मलाई चाहिँ योपालि खासै डर लागेन पहिला नि एक्सपिरियन्स भएर होला अनि स्टेजमा जाने बित्तिकै इनर्जीका साथ नाच्यो अनि फर्स्ट नै भयो नमस्कार मेरो नाम एलजी तामाङ हामीले यस वर्ष पनि प्रथम हुन सफल भयो है अनि यो सफल हुन चाहिँ हामीले एकदमै सङ्घर्ष गऱ्यौँ प्रयास गऱ्यौँ सुरुमा डर पनि लागेको थियो तर पछि कन्फिडेन्सका साथ स्टेजमा गएर लाग्यो धन्यवाद नमस्ते मेरो नाम प्रिया गुरुङ अनि हामीले चाहिँ यो जित्छ जस्तो त लाग्यो तर स्टेजमा चाहिँ हामीले अलिअलि बिगाऱ्यो नि पछि हामीले नै जित्यो सोचेको थिएन यस्तो जित्छ भनेर चाहिँ नमस्कार मेरो नाम दिपना तामाङ हामीले नाचेको नृत्यको स्टेपहरू यो इनर्जी हेर्दा चाहिँ हामी नै के अरे प्रथम हुन्छ जस्तो लागेको थियो र सोचेको जस्तै भयो हामी प्रथम भयो धन्यवाद नमस्ते मेरो नाम मिना गुरुङ र आज हामी के अरे नाच प्रतियोगितामा प्रथम भएका छौँ नाच सिक्दाखेरि चाहिँ अलि गाह्रो त भयो तर जे भयो नि कन्फिडेन्सका साथ हामीले जित्यौँ धन्यवाद नमस्ते मेरो नाम मिरा गुरुङ आज चाहिँ हामीले डान्स कम्पिटिसनमा फर्स्ट भएका छौँ अनि जित्छ जस्तै लागेको थियो जित्यो तर डर चाहिँ अलिअलि लागेको थियो जे भयो नि सरले हामीलाई माया गरेर सिकाउनु भयो खुसी लाग्यो धन्यवाद नमस्ते मेरो नाम त्रिवेणी गुरुङ आज 2081को नृत्य प्रतियोगिता हो यस बिचमा हामीले दुःख पायौँ अनि हाम्रो साथी डिम्पीलाई पनि घुमायो नमस्ते मेरो
नाम मेरिका गुरुङ। आज हामी पेप्सन डान्स कम्पिटिसनमा गएका थियौँ। त्यहाँ हामी प्रथम भएर आयो। हामीले बिचमा धेरै दुःख गरेर सिक्यौँ। अनि बिचमा हामीले प्र्याक्टिस गर्दा आफ्नो साथी डिम्पी तामाङ पनि घुमायो। धन्यवाद। यो चाहिँ हाम्रो टोली रहेको छ। हामीले चाहिँ यो बिचमा चाहिँ धेरै सङ्घर्ष गऱ्यौँ। नानीहरू चाहिँ पुनः यो स्थानमा आउनको लागि धेरै दुःख गर्नुभयो। हामीले यो माझमा चाहिँ एउटा हाम्रो छोरी पनि गुमायौँ। नृत्यमा जीवनमा चाहिँ यत्रो कालखण्ड रहिरहँदाखेरि यत्रो 15 वर्षको बिचमा ग्यापमा चाहिँ मैले यस्तो कहिले पनि भोग्नु परेको थिएन र कसैले भोग्न पनि नपरोस्। यो नृत्य नचाउँदाखेरि चाहिँ सबै साथीहरूले चाहिँ मेरो युट्युब च्यानलबाट हेरेर चाहिँ तपाईँहरूले पनि विचार गर्नु होला। कहिलेकाहीँ चाहिँ माया गर्दा गर्दा पनि प्र्याक्टिसमा धेरै विचार पुर्याउनु पर्दो रहेछ। हाम्रो नानीहरूले चाहिँ एकदम मेहनत, यो मेहनत गर्दाखेरि कति साथीको यो नानीहरूको चाहिँ हातमा ठेला उठेको पनि थियो, खुट्टामा पनि त्यस्तै ठेला उठेको अवस्था थियो र मानसिक छुट्टै तनाव पनि रहेर पनि यो नानी बाबु नानीहरूले चाहिँ एकदम राम्रो नाच्नु भयो र हामी पुनः तेस्रो पटक